हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। रम्बाले यसरी रुखको हाँगा पनि हुन्छ। रेडी भयो, ठाक्रा यसरी लाउँछ। हेर्नुहोस् क्याटको बच्चा आयो। त्यो मैले चाहिँ पारिपट्टि जग्गा कति हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूको सामु फेरि म एकपल्ट आइसकेको छु एउटा नयाँ भिडियो लिएर। आजको भिडियो चाहिँ के छ भनेदेखि हेर्नुहोस्, त्यो अस्ति अब मस्याम रोपेको थियो, त्यो मस्याम चाहिँ अब रोप्यो, अब 2 हप्ता आज भयो। अब त्यो मस्याम चाहिँ अहिले कस्तो भयो तपाईँहरूलाई देखाउने छु। त्यसको अब हाल खबर अहिले कस्तो छ, अब त्यसको ठाक्रा लगाउने बेला भयो कि भएन त्यो तपाईँहरूलाई देखाउने छु। हेर्दै गर्नुहोस्। अब यहाँ हेर्नुहोस्, मैले अब यहाँनिर किन लेख्छु भनेदेखि अब हेर्नुहोस्, यहाँ मैले अस्तिको अब अगाडिको एउटा भिडियोमा चाहिँ मैले मस्याम रोप्नु अब तपाईँहरूलाई कसरी रोप्नुपर्ने हो, कसरी उमार्नुपर्ने, त्यसको सही तरिका अब तपाईँलाई त्यसको सिकाएको थियो। अब त्यही मस्याम चाहिँ अहिले अब हेर्नुहोस्, अब आज कति भयो भन्दा 2 हप्ता बादमा चाहिँ आएर अब देखाउने छु कस्तो भयो त्यो मस्याम तपाईँहरूलाई देखाउने छु। अनि त्यसलाई अब ठाक्रा त्यसको अब यसरी लगाउने बेला भयो, अब त्यो पनि लगाएर देखाउने छु। हेर्नुहोस् साथीको यहाँ हेर्नुहोस्, अब त्यो अस्ति रोपेको अब मस्याम चाहिँ यस्तो भएको छ। हेर्नुहोस् यत्रो भइसक्यो सही हो। अब अस्ति त्यो रोपेको अब 2 हप्ता अगाडि रोपेको मस्याम चाहिँ यस्तो भएको छ। अब ठाक्रा त्यसलाई लगाउने बेला भएको छ। अब अहिले लगाएको पनि देखाउने छु। हेर्नुहोस् है, त्यही गर्नुहोस्। अन्त अरूहरू पनि त्यहाँ यत्रै भएको छ, यसरी छ। हेर्नुहोस् अब हेर्नुहोस्, फर्स्टमा चाहिँ रम्बाले यसरी पाल बनाउने हो। छेर टक्क यसरी पाल बनाउने, तर यहाँ ढुङ्गा रहेछ, बेसी चाहिँ जाँदैन हो। टक्क यसरी पाल बनाएर रम्बाले चाहिँ टक्कै हो अनि ठाक्रा हाल्नुपर्छ। यहाँ छ अब मस्याम भनेको थियो हो। हेर्नुहोस् साथी हो, अब यहाँ हेर्नुहोस् ठाक्रा आइसकेको छ। हेर्नुहोस् यो चाहिँ मस्यामको अब अहिले पाल पारेको छ। यहाँ यसरी हो, यसरी मजाले हाल्नुपर्छ। हेर्नुहोस् यसरी बस्यो, अलिक मजाले गाड्नुपर्छ। हेर्नु भइगयो, यसरी टक्कै यसरी हाल्ने। अब ठाक्रा चाहिँ हेर्नुहोस् साथी, ठाक्रा चाहिँ यसरी लगाउँछ। हेर्नुहोस् टक्कै मौसम यहाँ छ, यसरी टक्क यसरी रेडी भइसकेको छ, बनाइसकेको छ। हेर्नुहोस् यसरी लगाउँछ। टक्कै अब उता यसरी लगाउँदै जान्छ। यहाँ खन्दैछ। हेर्नुहोस् यसरी लगाउँछ यही ठाक्रा चाहिँ। सही तरिका चाहिँ यो हो साथी। हेर्नुहोस् टक्कै मस्याम चाहिँ टक्कै रेडी भयो। ठाक्रा यसरी लगाउँछ। हेर्नुहोस् टक्कै रेडी छ, टक्क अद्भुत भयो, टक्क काम भयो। हेर्नुहोस् यसरी लगाउनु पर्छ। अब यो अब ठाक्राहरू यसरी लगायो होइन। अब यो ठाक्राहरू चाहिँ बाँसको पनि हुन्छ कि यो अरू चिजको मात्रै हुन्छ हो यसमा? अब यो भटमासमा यो मस्याममा चाहिँ बाँस पनि हुन्छ, रुखको हाँगा पनि हुन्छ। अन्त यो चाहिँ कहाँबाट ल्याउनु भएको अब अहिले? यो माथि मकै छर्ने जग्गाको हाँगा काटी ल्याएको। ए अन्त निकै यसरी रोप्नुहुन्छ, यसरी लगाउनुहुन्छ कि कम्ती रोप्नुहुन्छ? एक दुई झ्याङ यसो तिउनको लागि। ए अन्त राम्रो फल्छ होला है हो भोलि? फल्छ। तपाईँलाई धेरै धेरै धन्यवाद यति अब जानकारी दिनुभएकोमा। अब मैले अस्तिको भिडियो तपाईँलाई गर्दाखेरि हेर्नुहोस् यो मकैहरू पनि मसिनो थियो। अब हेर्नुहोस् मकैहरू पनि यत्रो भइसक्यो, मभन्दा पनि अग्लो भइसक्यो मकैहरू। यस्तो बढ्छ, मकैको सिजन पनि हुनु आँट्यो। तपाईँलाई म त्यसको पनि भिडियो देखाउनु छु। हेलो साथीहरू हेर्नुहोस्, अब यहाँदेखि यस्तो के देखाउन चाहन्छु भने यहाँदेखि हेर्नुहोस् यो पारिपट्टि जग्गा कति मजाको देख्नु। हेर्नुहोस् साथीहरू भ्यू चाहिँ मजाको आइरहेको छ। हेर्नुहोस् साथीहरू म अझ डाँडा मजाको देखिरहेको छ पारी भित्ताहरू। हेर्नुहोस् अझ दिन राम्रो भएको छ। यता हेर्नुहोस् यो डाँडाको नाम हो टाक्सिदिङ डाँडा। यस्तो छ हेर्नुहोस् साथीहरू टक्कै। यहाँदेखि यता पारी पर्छ बेरथाङ सक्यो गेजिङ पर्छ यता टक्कै। हेर्नुहोस् साथीहरू आज यति मजाको चडक्क देखिरहेको छ। हेर्नुहोस् साथीहरू
अब यहाँ हेर्नुहोस् साथी हो, मैले अस्तिको अगाडिको पल्टको भिडियोमा तपाईँहरूलाई देखाएको थिएँ यो सिमी चाहिँ कस्तो अब लगाउँछ ठाङ्ग्राहरू कसरी पो हुन्छ होइन। अब त्यो सिमी चाहिँ अहिले हेर्नुहोस् अब आउँदाखेरि अब बादमा आउँदाखेरि चाहिँ हेर्नुहोस् यहाँनिर सिमी चाहिँ फलिसकेको छ हेर्नुहोस् यस्तो फल्छ आम्मा यस्तो फल्छ हेर्नुहोस्। अब यो सिमीको नाम चाहिँ के भन्दाखेरि चाहिँ यसको नाम मन्तलाल भन्छ, कालो सिमी। यो चाहिँ एकदम दामी हुन्छ हेर्नुहोस्। आम्मा सब्जी नभएकोलाई टक्कै खाँदा त दामी हुन्थ्यो हेर्नु। यस्तो फल्छ यो बोराले चाहिँ हेर्नुहोस्, कालो बोरा यो मन्तलाल भन्छ हेर्नुहोस्। एउटा चिज मैले देखेँ तपाईँहरूलाई म देखाउँछु। एउटा चिजदेखि के चिज त्यो हेर्नुहोस् यहाँनिर हेर्नुहोस्, अचम्मको चिजदेखि के हो हेर्नुहोस् भन्नुहोस् यो चिज चाहिँ के हो। यहाँ हेर्नुहोस् यस्तो हुन्छ यो चिज चाहिँ क्याटको बच्चा यस्तो मैले चिज देखेँ हेर्नुहोस्। हेर्नुहोस् साथी हो, अब यस्तो भिडियो अब अझै पनि अरूमा आउँछ हेर्दै गर्नुहोस्, अरूमा आउनेछ हेर्दै गर्नुहोस्। लाइक सब्सक्राइब फलो सेयर गर्नु नभुल्नुहोस्, गरिदिनुहोस्।